लुहे साथीहरू नमस्ते सबैलाई र भाइ बहिनी सबैलाई आजको दिन सबैलाई नमस्ते छ र भाइ तिहारको कसरी मान्यो हामीहरूले त्यो म भन्दैछु। लुहे अब यो भाइ टिकामा मेरो भाइ बाहिर बाहिर नगराले अर्को पालि टिको लगाउन आउँदा बुहारीको साथसाथै बुहारी भेटौँ र बुहारी लिएर आओस्। मेरो भाइलाई यही आशीर्वाद र मेरो भाइले राम्रो काम गरेछ, जीवनमा प्रगति गरेछ, घरमा पनि सुख शान्ति समृद्धि आओस् र हजुरहरूले हेर्नेलाई पनि सबैलाई सुख समृद्धि आओस्। होइन, अस्तिको पालि त दिदीले टेको लगाउँदा यस्तो भनेकी थिए, यसरी बुहारीले भनेकी थिए। नेपाली बुहारी पनि ल्याउन पाइएन, मार्छे होला। ए जेसुकै होस्, बुहारी नि खोज्दा भेटिँदैन अहिलेको दिनमा, मोबाइलमा पुगिन्छ। कसरी ल्याइदिनु, ठ्याकठुक पारेर ढाकिदिन्छु दिदीलाई। अनि भाइ अस्तिको पालि त बुहारी ल्याउनु भनेको थियो, खोइ यो पालि ल्याइनस् त, बे गरिनस् नि तैँले। होइन दिदी, एक ठाउँ मात्रै हेरेको थिएँ कि राम्रो लागेन, त्यसमा राम्रो लागेन अनि अब के गर्नु, यो पालि ल्याइएन, अब अर्को पालि ल्याउनु पर्यो। तपाईँ दिदी तँ के टिको लगाइदिएर राम्रो आशीर्वाद दिए कि र बुहारी ल्याउनु भनेकी हो? बुहारी त अचेलको दिनमा केही इलाम नगरे त बुहारी पनि त टिक्दैन नि त, हो कि न साथीहरू? यो कमेन्टमा भनिदिनु है त। अनि साथीहरू कस्तो के हुँदैछ भन्। ओइ राजन, तिहारको टिको लगाएर बसेको, बरु तिहारको टिको लगाउँदा तँलाई के कमिन्छ भन् त? झन् तेरो उल्टै जान्छ, त्यही एउटा दुईवटा कपडा उड्छ होला। तास खेल्न जाउँ बरु, तासमै उड्छ यस्तो थै यो टिको सिको। तासमा चाहिँ बहुत कमिन्छ, जाउँ तासमा, तास खेल्न। हेर हामीलाई हेर्न भाइ, हाम्रो तास खेलेर कस्तो धनी भएको छौँ। तँलाई हेर त, साला एउटा फेस लगाएछस्, एउटा कपडा लगाएछस्, हामीलाई हेर्न यहाँ तास खेलेर, जाउँ तास खेल्न। हारिस भने पनि म दिन्छु बरु, जाउँ। अनि के पैसा त्यही लागि टिको लगाउँछन् कतै भाइ टिका? अलिकति बुद्धि छैन। हामीहरूको यो त नेपालीको चाड पर्व हो, यो हामीहरूको नेपालीको संस्कृति हो, हामीले जोगाउनु पर्छ यसलाई। अब तिमीहरू जस्तो तास जुवा, अरे नेपालीको चाड भन्दैमा तास जुवा खेल्नु होइन, हामीहरूको उत्सवलाई चाहिँ बिर्सिनु हुँदैन, हामीहरूको संस्कृतिलाई चाहिँ बिर्सिनु हुँदैन। तास खेलेर चाहिँ बरु तासलाई बिर्सिन सक्दैन। तर आज हामीहरूको रीतिनीति टिकालाई त्यस्तो मान्यता दिएका छैनन् है कतिपयले। सबैले नि यसरी जमकट भएर यसमा आन्दोलन गर्यो भने र एउटाले यसरी भार बोक्यो भने सायद एक दिन हामीहरूको संस्कृति एक दिन उज्जवल बन्छ र यस्तै हुँदै गयो भने त एक दिन मासिँदै जान्छ। त्यही भएर टिको बहुत महत्त्वपूर्ण हो। महत्त्वपूर्ण हो नि त, जान त, आशीर्वादले, तेरो आशीर्वाद तँलाई लाग्छ, जहिले धन सम्पत्ति यति आउँछ तँलाई टिको लगाएर, जा तँलाई टिको नासिन। अरे के हामीहरू भन्दा सानाले गरिरहेका हुन्छ नि, बुढाबुढीले गर्छ नि त, हामीहरू त अलिक बुढाबुढी त भएका छैन नि त, गाडी आएको छ, गाडी त पाएका छैन नि त, बुढाबुढीले लाग्छन्, हाम्रो केटाले त खेल्ने हो नि। लु है साथीहरू, आजको यस भिडियो कस्तो लाग्यो त्यस्तै अनुसार कमेन्टमा कस्तो लाग्यो त्यही अनुसारले कमेन्टमा लेखिदिनु है त गएर ट्याक्कसँगले। र हजुरहरूलाई फेरि पनि तिहारको आजको दिनको विशेष हार्दिक शुभकामना छ र आजको दिनको देउसे भैले के कस्तो हुन्छ र तपाईँहरूले हाम्रो च्यानलमा नতুन आउनु भएको छ भने प्लिज हाम्रो च्यानललाई
सब्सक्राइब गर्नुहोला र यस्तै मोटिभेसनल लिएर आइरहेको छु कमेडी मोटिभेसनल र धन्यवाद। र मोटिभेसनल हो यो र यो यत्तिकै मनोरञ्जनको लागि बनाइएको हो र त्यही अनुसारले हेरिदिनु होला है त। धन्यवाद।